एक दिन अनि एक घर आउने दुई घर धेरै 4-5 घर जुट्यो भने चाहिँ दुई आउने दुई बस्ने अनि दुई आएर दुई बस्ने गर्छु अनि बर्खामा भरि यसो सँगै गर्ने हिउँदमा भयो भने चाहिँ अनि हल्का फल्का 2-3 घर मात्रै लिएर मैले नि हुन्छ ठुलो खर सिक्यो नि घरै दौलेकन घोसाउने। अनि पालो पालो अनुसार हुन्छ हजुरहरूको पालो कति दिनमा आउँछ त? अब 3 घर भयो भने चाहिँ 3 दिनको आयो अनि 5 घर भयो भने चाहिँ उति 6-7 दिनको आउँछ अनि 2 घर भयो भने चाहिँ 2 दिन गरे भने चाहिँ 4 दिनको 2 दिनको 1 दिनको आइहाल्छ। अनि अहिले हजुर बाख्राती आउनु भएको छ? बाख्रा आएछ तर बाख्राले फेरि खान लागिसक्यो त यहाँ त। यो के हो यसमा हाल्न दिन्छ नि यहाँ? ए त्यो सामूहिक रूपमा हेर्ने चलन छ त्यसो भए बाख्रा होइन? राम्रो रहेछ नि। तपाईँहरूको गाउँमा मात्रै यस्तो हो कि अन्यत्र पनि यस्तै गर्छन्? अन्त त मान्नुहुन्न हामी त नि भरि अरू सुकेर भेडा गरे त लगेछन् त तलतिर तिनी भेडा गरे भने आफू जान्छन् अनि हामी लाम्काने गरे भरि अनि पालो गर्छौँ।